ल साथीहरूलाई फेरि पनि मेरो अर्को भ्लगमा स्वागत छ है त। म यति बेला मेरो माइला मामाको घरतिर छु। भोलि मेरो माइला मामाको कान्छी छोरीको गुन्ने चोली, त्यही भएर चाहिँ म आज यता सघाउनको लागि आएको छु मामालाई। यति बेला म चाहिँ सुँगुर डिपार्टमा परिरहेको छु। यता मामाहरूले सुँगुर धन्दाउँदै हुन्छ। यहाँ अघि हाम्रो खै बाजे हाम्रो सुँगुर ढाल्नुहुने बाजे कहाँ जानुभएछ? हाम्रो एकजना बाजेले सुँगुर ढाल्नुभयो। अनि त्यसपछि हामी चाहिँ 50 धार्नेको सुँगुर यसरी धन्दाउँदैछौँ। पहिला चाहिँ परालले यसरी सुँगुरहरू पोलिन्थ्यो, तर अहिले चाहिँ अब तपाईँको हामीले ग्यासहरू युज गर्छौँ सुँगुर पोल्नको लागि। पराल अब यति बेला खासै पाइँदैन, गाउँघरतिर खासै अहिले छैन पनि पराल होइन। त्यही भएर चाहिँ हामीले ग्यासदेखि चाहिँ यसरी देख्न सक्नुहुन्छ तपाईँहरूले, ग्यासबाट चाहिँ हामीले यसरी सुँगुर पोलिन्छ। एकदम छिटो हुँदो रहेछ ग्यासबाट, सजिलो पनि छिटो पनि, गाह्रो पनि खासै नहुँदो रहेछ। ल हामीले भोलिको लागि यो चाहिँ भोलिको गुन्ने चोलीको लागि चाहिँ हामीले आज सुँगुर काट्दैछौँ, सुँगुर यसरी बनाउँदैछौँ। सबै हाम्रो तिनैजना मामाहरूले सुँगुर धन्दाउँदै हुनुहुन्छ। यो चाहिँ हाम्रोतिर चाहिँ के छ भने अब यसो प्रोग्रामहरू हुँदाखेरि बिहे भोज कार्यक्रम, गुन्ने चोलीहरू जस्तो केही अब प्रोग्रामहरू हुँदा चाहिँ अब सुँगुरहरू अब हाम्रो राई मतवालेहरूकोतिर चाहिँ यसो सुँगुर चल्छ नि त। अब सुँगुर यसरी ढाली चाहिँ सुँगुर चाहिँ फेरि नर्मल्ली अब हाम्रो घरतिरै भइरहेको हुन्छ कि घरमै हामीले सुँगुरहरू पालिरहेको हुन्छौँ। यस्तो सुँगुरको खोरहरू हुन्छ होइन, अनि घरमै हामीले सुँगुरहरू पालिरहेको हुन्छौँ। अनि यस्तो अकेजनमा चाहिँ हामीले सुँगुरहरू ढाल्छौँ ताकि हामीले बाहिरदेखि किन्न नपरोस् होइन। अनि घरमै सुँगुर हुन्छ, पालिन्छ पनि, अनि सजिलो पनि हुन्छ हामीलाई। त्यही भएर अनि यति बेला सुँगुर काटिन्छ। सुँगुर काट्दा चाहिँ हाम्रो सबै गाउँमा चाहिँ तल्लो घर माथिल्लो घर सबै छरछिमेकीहरू आफ्नो छिमेकीहरू आएर चाहिँ यसरी हेल्प गर्नुहुन्छ कि। गाउँघरको चाहिँ एउटा राम्रो पक्ष चाहिँ यो हो कि, एकदम राम्रो पक्ष चाहिँ यो हो, सबैजनाले हेल्प गर्नुहुन्छ यसरी होइन। भोलि प्रोग्राम छ भने आज सबै गाउँलेहरू आएर यसरी हेल्प गर्नुहुन्छ, सघाउनुहुन्छ यसरी। हामीले चाहिँ यहाँ यसरी सुँगुरहरू बनाउन सघाउँदैछौँ भने कसैले यस्तो टेन्टहरू आफै टेन्टहरू यसरी बनाउन सघाउनुहुन्छ। कसैले त्यहाँ देख्न सक्नुहुन्छ माइजूहरू त्यहाँ आफ्नै कामहरू गर्दै हुनुहुन्छ। यसरी सबैजना हामीले चाहिँ हातेमालो गरेर चाहिँ यसरी कामहरू गरिन्छ, जसले गर्दा चाहिँ हामीलाई एकदम सहज हुन्छ, सजिलो हुन्छ। खर्च पनि कम हुन्छ कि। अब हामीले अब यो टेन्ट लगाउनको लागि बाहिरदेखि बोलायौँ भने अब टेन्टवालाले मिनिमम पनि 20-25 हजार मागिहाल्छ, दिनुपर्ने हुन्छ हामीले। अनि सुँगुर पनि बाहिरदेखि लिएर आयो भने यस्तो धेरै खर्च हुन्छ सुँगुरमा। अनि त्यही भएर चाहिँ यो खर्च पनि बच्छ क्या एक हिसाबले। अनि त्यसपछि अनि एक आपसमा अब हाम्रो सहयोगी भावना पनि हुन्छ गाउँमा होइन। एकदम राम्रो, हाम्रो गाउँको राम्रो पक्ष क्या यो चाहिँ। Kukurin ba ang sala?
ल साथीहरू अब हाम्रो त्यो अघिको पोलपाल कार्यक्रम सकिएको छ। अब सरसफाइको काम हुँदैछ। यहाँ टक्कसँगले मामाहरूले खुकुरी सुकुरी लगाएर यहाँ पानी सानी लगाएर यसरी सफा गर्दै हुन्छ। सुँगुरलाई लागेको चाहिँ यहाँ है ठ्याक्कै दुईवटा दोप छ यसरी। सुरुमा यहाँ हान्नु भएको थियो, अलिकति मिस्टेक भएछ। त्यसपछि सेकेन्ड लटमा चाहिँ दामी मऱ्यो नि। अब भाला नि यस्तो भएको छ नि यहाँ ल, यस्तो बाङ्गो भएको छ भाला नि, यस्तो भाला भएको छ। यो सिधा थियो भाला, यो यस्तो बाङ्गो भएको छ। अनि ल अब यहाँ टक्कसँगले सरसफाइ हुन्छ। त्यसपछि काटकुट कार्यक्रम हुन्छ। काट्ने चाहिँ कहाँ यहीँ काट्ने कि माथि लाने हो? यहीँ काट्ने ल। नयाँ हो त होइन? ल ब्लेडले अब हल्का अब सफा सेभ गर्ने हो। त्यसपछि चाहिँ अनि कटिङ गर्ने हो। यहाँ 50 को उस आङ्गलन छ मामा, 50-55 छ भन्नुहुन्छ। 45 त अनि अस्ति साइला मामाको पुगेको होइन? ए 35 पो हो। ए ल साथीहरू कति धार्ने पुग्छ गेस गर्नु है तपाईँहरू आफैले। मामा कति धार्ने पुग्छ सञ्जित मामा? 45। मोहन मामा 42 धार्ने। यता मामा हाम्रो मामा कति धार्ने पुग्छ? 45। यता मामा कति धार्ने तपाईँ? मलाई त जति हुन्छ भरे होइन एउटा ठ्याक्कै भन्नु पर्यो कि एउटा 52। ल कसको चाहिँ मिल्ने रहेछ है त। तिम्रो चाहिँ कति धार्ने पुग्छ? कति तपाईँको छोरा होइन? कति धार्ने पुग्छ? आहान राई बोल्दै नि त। ल मेरो विचारमा चाहिँ यो त्यही 50 समथिङ हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। लेट्स सी कति धार्ने पुग्छ। अनि अस्ति त नि भेनाले फेरि बोल्दै तयार होइन भेनाजु? यो त एक्लैले उठाएर लैजासिङे भन्ने सकिँदैन रहेछ नि। पहिला यहाँ लगेर नि के गर्नु हौ। ल अब हाम्रो सरसफाइको काम पनि सकिएको छ। अब त्यसपछि टक्क काकाले बेसार अनि चुनालाई मिक्स गरेर यसरी सुँगुरको जिउमाथि यसरी लगाउनु भएको छ। यसले गर्दा चाहिँ के हुन्छ भने सुँगुरको मासु पनि एकदम राम्रो देखिन्छ। अनि अरू के छ फाइदा काका? एउटा चाहिँ भनिदिएँ मैले, राम्रो देखिन्छ भनेर मासु चाहिँ। भोलि पकाउँदाखेरि बेसार हाल्नु नपर्ने। भोलि पकाउँदाखेरि बेसार पनि हाल्नु पर्ने अरे। त्यस्तै छ। तर सुँगुर चाहिँ एकदम अट्र्याक्टिभ देखिन्छ यसरी चाहिँ। ल अब हाम्रो सरसफाइको काम पनि सकिएको छ। अब फोड्ने काम बाँकी छ। अब हाम्रो फोड्नको लागि चाहिँ हाम्रो काका एकदम रेडी भएर यहाँ फोड्ने काम गर्दै हुनुहुन्छ है त। यसरी फोडिन्छ हाम्रो। यसो हो कामै छैन। 700 रुपियाँ गएको भन्दा यतापट्टि बस्नु मेरो हात लाग्दैन। ओहो यतिमा त अड्दैन। त्यो बल्ल लाग्दैन। मेरो कुकुरी चाहिँ हड्डी खानु त कता कुरा बसेर बाक्लो सक्यो बिस्तारै हतामा बोसु त निकै रहेछ नि। ए यहाँ त छोरी छ मासु अडिन्छ कि सुलुलु जान्छ नि त। अब त्यो सुलुलु गइरहन्छ मासु। यसले हड्डी चाहिँ होइन। हड्डी त मेरो 700 रुपियाँ चाहिँ जान्छ फेरि। 700 चाहिँ के गयो सञ्जित मामा? होइन यो कुकुर अर्धा लिएको नि अहिले कहिले यहाँ अनि कुकुर जाने काट्नै छैन जाने।
बल्लै पो भने 700 रुपियाँ गइजान्छ तर 40 भन्दा त धेरै पुग्छ रहेछ हौ 40 भएको त लाखै रहेछ हौ भुडी सानो छ यसको ले 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 के गर्छ के गरी पठाउनु भयो मलाई दाजु यता छ दाजु बरु त यसलाई त यसरी भयो गऱ्यो भने मात्रै जान्छ खोइ कति चाहिँ एकछिन हो भाग भन्दै हुँदैन 700 रुपियाँ जाइजान्छ मेरो फेरि 700 त एक दिनको कमाएँ ल है मामा सिक्दैछै भन्छ बिस्तारै यहाँ त सानो चाहिन्थ्यो होला है सिक्दैछ सानो त कर्दा चाहिन्थ्यो होला यहाँ लाग्छ नि अस्ति अनि यसले त काम माथि गरेको केले ए सानो बनाएको लामो बुढी होइन नि नयाँ होला र साथीले यो केमा राख्नुपर्ने हौ ए डोको 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 लु 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 यो मालहरू राख्ने आन्द्रा बुढी कुमुटु कलेज लगाउनु ल्याउनु नि डोको भाडाहरू के छ सबै ल्याउँ ल छ होला म यता गएन ए ल अब यताको पालो ओ जुम्रा परेछ हौ नै नै सञ्जित मामाको आज 700 जाला जस्तो छ हौ नजाओस् है यस्तो मजा लाग्दो रहेछ नि आमा भर्खर अनि लिएको त नि अब हुँदैन भनेको छ अलिकति बोक्नु सक्यो भने आगामी नै लगेर गर्दा मिल्दैन ओरालामा काट्ने मान्छे पनि खोइ होइन आँगनमै लैजाउँ आँगनमै लैजाउँ हुँदैन हौ यो त्यसमा थुपाएर मान्छेले खै ब्लडहरू राख्ने नि के खै बटुको र त्यो भाडा एउटा बटुको र भाडा त्यो खुनको लागि एउटा अरे उनी ल्याउनु नि उता भाडा ल्याउनु नि उयो लगाउने त छेडी जान्छ होला हौ दाजु बोरा छाप्नु न अनि यो त बोरामै काट्यो अनि बोरा त डेन्जर छ है काम त यहाँ पऱ्यो के यतिर हामी सकिसक्यौँ के ढिलो हुनुको कारण त घर जाने पो रहेछ हौ बल्ल थाहा हुन थाल्यो भाडाहरू आएको बाटोदेखि के भित्र निकाल्दै गएको यसले त छुयो मात्र भन्ने सक्छ है सक्छ अहिले त अघि यसो चर्चा गरेको भुट्ला लगिहाल्छ मेरो छुयो मात्रै भन्ने सक्छ 700 रुपियाँ लगाएर नि अर्जा गरेर ल्याएको छ भने होइन अझ खोइ खुन हाल्ने भाडा ल्याउनु न खुन हाल्ने भाडा खुन हाल्ने भाडा हो हेत्तेरी एउटा बाल्टिन पनि ल्याउनु किर्चिङ मिर्चिङ हाल्ने सिक्नुपर्छ यस्तो कुराहरू हो यस्तो 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 चिजहरू पुस्ता हस्तान्तरण हुनुपर्छ होइन सञ्जित मामा अब हामीहरूले सिक्नुपर्छ यस्तो चिजहरू ओहो फोर्थ्यो होला पिठमा उठेर भागो होइन तार लिएर हो भनेको खोइ त नि उसको आन्द्रा छडिन्छ भनेपछि यसो निको छ एकछिन उगाउने कता गयो अब चाहिँ अलिक प्लट हाल्नु मिल्छ होइन र भाइ हजुर प्लट हाल्नु भन्छ त मिल्छ
के भयो टिकटकमा मिल्छ मिल्दैन अरे हुन्छ बानी गरिदिन्छ यहाँ स्टारलाई सोध्नुपर्छ अब चाहिँ टिकटक स्टार जनताको कता जाइ जान्छ खै एक भाला हानेर कहाँ जानुभयो जानुभयो बुढा हुनुहुन्छ होला साथी सुरज राज्यलाई काटी चाहिँ भएन सक्यो चाहिँ छ लास यो तरिका पनि बास काम गऱ्यो नि मान्छेलाई थाहा हुन्छ यता हामी कहिले कहाँ गर्नु यो त बोसे खान्छ होला अब बर्खामा निकालिदिउँ होला बोसे खान्छ होला छाडुमा त खान्छ कुचो भन्छ यो त कुचो लु काट्दिनु बिचमा कतादेखि काट्ने त्यो रहेछ नि तरिका ऊ छोरोको दामी भन्छ त नि यो त नि ननिकालिदिनु अरे बोसो छ बोसो अब त जोस् ट्रेनिङ निकालिदिएपछि के नयाँ हो क्या त्यही भएर मामालाई लास्टै डर लाग्दैछ ऊ अनि उयो मात्रै यता नि 700 रुपियाँ मात्रै अरू पनि हानि पक्रिनु खाना हुन्छ ला चुडी पो हाल्यो क्या हानिहालौँ चुडा पनि हाल्नु यो पनि हान्दैन अरे ल ल अब हाँसु हानौँ ल कहाँ लाउने होइन होइन काट्नको लागि सजिलो होस् भनेर अरे के यसरी पक्रिनु त यो कहाँ पक्रिनु चिप्न चिप्छ हात यो माथि बिच यस्तो ठिक्कै छुट्टा दाजु एक्लै रहेछ अलिक बस केलाई नि 10 दाजु छ यहाँ यसरी पो होला सजिलो नि काका दुईजनाले त्यही टुक्रै बराबर उनी गरौँ यता अलिकति यसरी पकेर लाने म त खैनेछौँ भनेर पो हात धोएर कम तयारी पो हुँदैछ त टाउको चाहिँ
यता टाउको दिएर नि काका एकपल्ट टाउको टाउको यता अनि तपाईलाई एउटा त्यो झल्ला त मैले लेखेर पठाइदिएको छु भान्जालाई ल भान्जालाई पठाइदिन्छु अब हाम्रो लगभग अपरेसनको काम पनि सकिसकेको छ अब कटिङको काम हुन्छ ल अब यहाँ चाहिँ हाम्रो फाइनल कट हुँदैछ अब यहाँदेखि जोख्ने कामहरू सबै हुन्छ त्यसपछि यहाँ कटिङ गर्ने जोख्ने कामहरू सबै हुन्छ अब म चाहिँ अब यहाँदेखि लाग्दैछु मेरो अर्को काम पर्यो सामानहरू ल्याउनु पर्ने काम पर्यो बजार जानुपर्ने काम पर्यो अब यहाँ चाहिँ अब मामाहरूले कटिङ गर्नुहुन्छ म चाहिँ अब ल अटोमा को चढेछु यहाँ बजार जान्छु सामानहरू ल्याउँछु ल आजको लागि भ्लग यति नै अब भरे म सोध्छु कति ढार्नी पुगेको रहेछ है अनि यहाँ तपाईँहरूलाई म अपडेट गर्छु ल आजको लागि भ्लग यति नै सी यु नेक्स्ट भ्लग गाइज